ल फाइनली गाइज हामी चाहिँ यहाँबाट हिँडिसकेका छौँ अहिले। अजुतलाई लिएर बेहुलीको घरपट्टि चाहिँ हामी जाँदैछौँ अहिले होइन। बनेपा पस्ता हामी बनेपा जाँदैछौँ। यहाँ खलखली पसिना आइरहेको छ। अब यस्तो छ है। हामी यहाँबाट निस्किसकेका छौँ है गाइजहरू। खेती बाली पनि खोल्यो बाटो है। उसको होइन पञ्चरामको भर्खर तपाईँले पञ्चरामको पञ्चकन्या आइपुगिसकेका छौँ। पञ्चरामको ठाउँ होइन, हाम्रो यो पञ्चकन्या भन्ने ठाउँमा आइसकेका छौँ है। त्यो बाँदरले हल्ला के अरे उहरू ल म हेर्छु। मान्छे रोडा भयो भने हामी नि हेरिहाल्छौँ नि, चिनिहाल्छौँ नि हामी मान्छे। कोही नजिकै नै हुन्छ, कोही नजिकै नै हुन्छ। हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ है। प्रत्यक्ष प्रसारणमा छौँ हामी। ज्याएको पैसा हुन्छ उसै थाहा भयो नि जनता जाने पनि र। र त्यसले हेर्ने चाहिँ मान्छे नहुने भयो सबै जनता गएर अहिले फर्केर आउने होला। एउटा गाडी भाडा भएन पनि आउँछ कि र त्यसले खेल्न आइन्छ। बिजोकै भएर छ नि मेरो त। अनि मैले भने नि तपाईँको बिजोकै भएको छ कि के छ। ल हेर्नुहोस् हेर्नुहोस् है गाइजहरू, हेर्नुहोस् पञ्चकन्याको डिलमा आइपुगेका छौँ। ल हो टिकाश्री काकाश्री हामी चाहिँ अब आइसकेका छौँ। यहाँ आइसकेका छौँ हेर्नुहोस् है। ल देउलाको भाइ पनि आइसकेको हुनुहुन्छ। हजुर हामी चाहिँ लाइसकेका छौँ है। लाइसकेका छौँ है। बजाइरहेको छ के अरे कुलाको डिल कुलाकोटाबाट बस्ने डाँडा आइसकेका छौँ। लागियो होइन त लागियो लागियो फाइनल्ली गाइज लागियो हामी चाहिँ होइन। लागिसकेको छौँ हामी। उहाँ पनि हुनुहुन्छ। उहाँ ऊ जन्ती जन्तीजनालाई चाहिँ एकदम तयार भएर बसिरहनु भएको छ। यहाँ यो गाडीमा होइन पछाडि गाडीमा होला। उहाँ जानु जानु भन है गाइजहरू। हेर्नुहोस् आउनु छ भट्टाभट्टी आउनु छ। अब कहाँसम्म नेटवर्क टिप्छ त्यहाँसम्म लाइभ हुनेछ। ल भव्य शुभकामना बेहुलालाई अहिले म सुनाइदिउँ ल। ल लाग्यो है बनेपातर्फ लाग्यो हामी चाहिँ। सिन्धुपाल्चोक टु काभ्रे बनमारा टु बाब्रे। थ्याङ्क यू भेरी मच। उहाँले भन्नुभयो चिथर्नी काकाले भन्नुभएको छ अहिले चाहिँ काभ्रे भनेर होइन। बनमाराबाट चाहिँ हामी काभ्रेतिर जाँदैछौँ अहिले गाइजहरू भाइ। बेहुला बाउ बेहुलाको बाउ हुनुहुन्छ। हामी यहाँबाट तपाईँलाई आइदियो भनेर अपडेट पनि दिइरहेको छु मैले होइन। ढुङ्गो हामी अल्छी ढुङ्गो भन्ने ठाउँ आइसकेका छौँ। धेरै लामो भयो नि यो सबै मिलाइसक्यो होइन यो लाइभमा छु म अहिले होइन। हेर्नेले हेरिरहन्छन् होइन। कहाँ कहाँबाट हेर्ने हो आउन नपाए जनता आउन नपाए नि यस्तो हुन्छ। हेरिरहनु होला हेर्दै गर्नु होला। होइन त्यो भन्नु खोज्यो होइन नि। अब केही भएर आधी घन्टा काम गरेर आएर हेर्न पनि पाइयो क्या। अनि विद्यार्थी देखाउनु पर्दैन। भोज खान जा माथि अहिले भतेर खान
रतली भतेर रतली भतेर खान्छ है जन्तीहरू यहाँ बसेका छन् चारवटा बाटामा गाडी के हो पछाडि गाडी के हो हल्का के होला पछाडि गाडी जन्तीहरू बसिरहेका छन् यही अरू गाडी खाइदिन्छ कान्छाबा साह्रै हँसिलो नि कान्छाबा साह्रै हँसिलो हुनुहुन्छ काकाबा ल हेर्नुहोस् है यही कान्छाबा यहाँ हुनुहुन्छ कान्छाबा जन्तीहरू यहाँ बसिरहनु भएको छ 2 4 6 जना 2 जना कुकुरले गर्दा 8 जना अर्कोमा हल्का छ भन्छ जान पछाडिकोमा खाली छ पछाडिकोमा खाली छ है हेलो यो लाइभ भइरहेछ ओ दिदीबहिनीहरू सबै त हेरिदिनु होला यहाँ लाइभ भइरहेछ हामी अहिले 4 नम्बरबाट क्रस भयो विनोद कमरेड हुनुहुन्छ उहाँ चाहिँ हाम्रो कृष्ण कमरेड हुनुहुन्छ म आफै कमरेड भइहाली अनि यहाँ कमरेड हुनुहुन्छ उहाँ हँसिलो मुहारको चिथर्नी अब हामी यहाँबाट लगाइसकेका छौँ घलाबारीबाट मन्दिर घलाबारी भन्दा मन्दिर मकै बेचेर हाल छ मकै पोखाएको हो क्या छरे होइन घोप्काको हो एउटै गर काका छोरा बेमा गाड्यो त्यहाँ चढ्ने छ नि त्यहीँबाट गएर अलिअलि पानी पर्दा यस्तो हुन्छ बाटो यहाँ अलि बिलाएको यतिको हामीले जेठा बेमा कुन्ता बजारै पानी दिँदाखेरि हामीले छैन पानी अनि किन्न बजारै पानी लान कुवाको पानी एकदिनु भयो एकदिन भाइ छैन कति हो पानीको समस्या पानी नै छैन नि कुवाबाट बोरिङ गरेर तिनीहरू खाने ल रमाइलो गर्नुपर्छ ओके छ त दमु परदेशी दामोदर दादा अब यस्तै हो होइन दमु भन्ने दामुलाई हामी सेफ्टी गर्ने अनि यहाँ नामै छ त दमु भनेर दामु छ दमु भने द दिए द भइहाल्यो होइन के दिए हुन पर्यो होइन यसमा हामी चाहिँ के गलबन्दी नगरौँ होइन गलफदी अझ मैले त गलबन्दी भनिदिन्छु झन्नै भाइरलवाला मान्छे त पैसा एकछिन खाइरहेको राम शरण गिरी दादा के छ हजुरको खबर हामी त यतातिर छौँ यी हजुर बनेपातिर आइपुग्नु भयो कि घरको मोडतिरै बस्नु भएको छ कि के हो निम्तो पुगेन जस्तो निम्तो यसैलाई निम्तो मानेर चाहिँ आइदिनु होला है बनेपातिर ल निम्तो भन्नुहोस् अनि निम्तो भन्नु मै गएको थियो होइन जाँदैन होला मिलिन्छ होला शिक्षाले हाने भने आज हाम्रो रामप्रसाद आचार्य सरको ज्येष्ठ सुपुत्र विवाहमा चाहिँ हामी कहाँ जाँदैछौँ त चन्देश्वरी मन्दिरमा हामी जाँदैछौँ ल भट्टाभट्टी आइदिनु होला बिहेमा नआइनी लाइटमा आइदिनु होला हेर्नु होला होइन कस्तो छ के छ अब धेरै बेलुकै सब लाइब्रेरी छैन त मलाई सुन्नै सक्थेँ उहाँले भन्नुभयो अब उहाँकै बोली सुन्नु होला गाइजहरू म केही पनि बोल्दिनँ
भाकरा गरेपछि के काम यो यो लाइकको विरोध हो बनाउनु मन लाग्दैन त्यति मेरो त अर्काले बनाइदिए मोबाइल र अर्काले बनाइदिने भए मात्रै हो स्लो कनेक्सन हुन आयो मलाई पनि निम्तो हो सबैजनालाई निम्तो आउनु होला सबैजनालाई यहाँ चन्डेश्वरी वरपर आज दिन सबै आउनु होला भन्नु चन्डेश्वरी वरपर भएको होइन पुराना हाम्रा गाउँका चाहिँ सबैजना आउनु होला भनेर भन्छु दारीबालाई देखाउँ त माइला दारीबालाई देखाउँ दारीबामा हुनुहुन्छ हाम्रो अरुणलाई दारीबा यही हुनुहुन्छ दारीबा देखाउनु भन्दैछ नि एउटाको भाइ हाम्रो लालबहादुर सर अब सन्त जान नजान्दाले आउनु भएको छ यहाँ अब स्कुल भ्याउन्दाले आउनु भएको हो कि दर्जनालाई भोलिपर्सि पैँचो हुँदैन भन्ने छोराबेमा गइदियो होला नि त उहाँ पनि भयो दारीबालाई भयो कि भन मैले त देखाइदिइसकेँ दारीबालाई अब अर्को दारीबा त यहाँ हुनुहुन्छ यहाँ कसले दारीबा हेर्नु पऱ्यो भन्यो टिका हरियाल हामी पिउठा मोडमा आइसकेका छौँ है पिउठा मोडमा गाइजहरू तेर्सो गइ सर्दैन त्यहाँ अप्ठ्यारो भयो यहाँ सही छ है त्यो अप्ठ्यारो होइन त्यहाँ नभएर यहाँ म त यहाँ सही छ है सबै खाना छोडेर नि उहाँ सबभन्दा चाहिँ के दानी हो क्या दानी ज्ञानी क्या पुरै कुरो बुझ्ने तालु भएर छदान गरिदिनु त अहिले एकजना मान्छे आएर यहाँ चाहिँ ल म भन्नु पऱ्यो बाबु भनेर भन्नु हो भने मलाई उल्टी आउँदैन अर्काले गरेर देखेपछि चाहिँ आइहाल्छ सँगै त्यो पछाडि पनि कसैले उल्टी गर्ला भनेर के डर लाग्छ म भइहाल्छु नि मलाई नि आउँछ अहिले वाक्क गरी गराउनु पर्छ यहाँ ल ह्याभ अ नाइस डे सबैलाई नमस्कार ओके छ त तपाईँको पनि शुभ दिन मान्छेको बिहा त रहन्छ यसमा त होइन तिनजना सबै अहिले मिलेर त्यो होइन रिजर्भमा बस्नु पनि पऱ्यो क्या मिलाएर बसमा भाडा चढेर मैले भाडा तिरेको त्यो बस्नु तिनजना मात्रै पेसेन्टमा यहाँ त भाडा तिरे होइन एक मौका भाडा पनि मिलेर भन्नुपर्छ भाइ अहिले आउँदाखेरि यसरी कहाँ बस्न पाइन्छ त अहिले आउँदाखेरि बस्तिर बस्छ क्यु गाडीमा आयो चाहिँ खालि हुन्थ्यो तर त्यो बस्न अलिक बढी आउँदैन होला मान्छे अब हरण बनाइदिन्छ अलिअलि हरण लाग्छ अर्को गाडी खाली छ भन्ने है अर्को खाली छ पछाडि खाली छ है पछाडि गाडी खाली छ पछाडि गाडी खाली छ भनेछु मैले होइन पछाडिको मोटर पनि खाली छ शुभयात्रा हस् दादा हस् शुभयात्रा मदन मरियाल सबैहरूलाई छोडेर हट्दैन कि फेरि उभिएर भइलाग्छ हामी
70 मान्छे बाटो बाटो नि लु म पनि हिँडेँ अब ल ओके छ आउनुहोस् हामी नेपाली आइसकेका छौँ हेर्नुहोस् है मेलम्चीमा पुरा मान्छे हेरेर अनि पार्नुपर्छ कि तपाईँ मान्छे नजान्छ भने गाडी अगाडि लाउनु पर्ने कतिको बाटो भएन खटेको बाटोले गर्दा मोटरसाइकल चढ्नै मन लाग्यो यदि घोडासम्म आउँछ घरबारीका छेउको बाटो त्यसै गरेर लाइ भएको है त्यो यहाँ नाच्नु किन यस्तो गऱ्यो भने सबले भन्दै थियो लाइभ हाले पहिले चिना बनाएर हाल्यो नि त सबले गाली गरे होइन के गाली गर्नु यस्तै हो नराम्रो काम गरिदिनु त्यहाँ पछि लाइभ बना म बोलाउँ है बोल्नु होइन लाइभ भइरहेछ हामी बोल्दैछौँ न के त फोटो बनाउनुपर्छ है त्यहाँ त्यतिको फोटो बनाउनु यहाँले जाम भन्छ जाम भएको छैन गाडीमा अर्को गाडी भनौँ अनि मेलम्ची गरेर मिलाउँला है सुन्नु ढुङ्गा माटो साटो हालेर भन्न यहाँ खै ढुङ्गा हालेको छ अरे यहाँ उहाँले भन्नुभयो है माटो बाटोमा साटो छैन सानो पानी पर्ने बित्तिकै बाटो चाहिँ बिग्रिन्छ मेलम्ची नगरपालिकालाई चाहिँ यो पहिले बनाउने हो मेलम्ची नगरपालिकालाई धन्यवाद सङ्घ प्रदेशले के गऱ्यो यहाँ है उहाँहरूलाई सबैलाई चाहिँ सङ्घ र धन्यवाद प्रदेशले भटारमा र चाहिँ कोरेबलहरू बिच गर्ने यहाँ हेरे हेरे हेलम्बु गाउँपालिकाको गोरेबिसीदेखिबाट यहाँ पानी पर्ने माथिसम्म अनि तालामाराङको चाहिँ हेलम्बु गाउँपालिकाको त्यहाँ भयो मेलम्ची नगरपालिकाको चाहिँ तालामाराङ भटार फाँटमा बिच गर्ने अब यहाँ पारी जाने छैन फेरि पारी हिँड्ने पारी गरी हेलिकप्टर चढ्ने यस्तो छ पिच छ हामी चाहिँ नर्खला ओह्रालो कट्यौँ अहिले बेहुला गाडी खै यो ठाउँमा मैले 10,000 रुपियाँ तिरेर गाडी निकालेँ यो ठाउँमा अनि अरे माझा ठुलो छोरो कान्छा चितवन नदीलाई राति 2 बजी जन्माएर होइन यहाँ आसी गाडी फस्यो गाडी फसिएपछि बेहुलाको भाइ बेहुलाको काका सानो काका हुनुहुन्छ उहाँ गाडी सब गर्ने पाउनु तपाईँ के मन्दिर चन्देश्वरी मन्दिरमा त सबैजना हाजिर हुनुहोस् है हामी चाहिँ अहिले यहाँ सिङ्गेत अलिकति हो र हमारे भन्ने ठाउँमा आइसकेका छौँ त्यो झ्याप्झ्यापा नआयो पहिला लुट्थ्यो यहाँ पहिला चोर लाग्ने ठाउँ काउसो हालिदिन्थ्यो यहाँ पहिला काउसो के काउसो हालेर लुट्यो भन्थे उयो माथि यो काल धुँदा काउसै पाइन्छ फेरि यहाँनिर काउसै पाइन्छ यो दिन हो पहिला मामार यहाँ हिँडेर जाने हो पहिला भन्नुहोस् केही शब्द बोल्नु धनबाद चालिसा घर नैने जनता हो रमाइलो हो मेरो आफ्नै मामा चाहिँ नाप्ती हो स्कुलमा नाच्ने हो गाउने हो होइन अनि त्यो पदम बुझ किन नाच्ने हो नचाउने हो होइन हानी हो हँसाउने हो हाँस्ने हो हँसाउने हो होइन मैले बनाएको त्यो मिसिन लगाएर सबैजनालाई ल अहिले भाइ जापान गएर चाहिँ पैसा पठाउँछ पैसाहरू बाटाको अवस्था यस्तो छ यहाँ यो त अब पर्सिबाट बाटो बन्द हुन्छ पानी परेपछि यो कसले ध्यान दिने हो यसमा होइन सङ्घ प्रदेश स्थानीय तह ओडा सबैमा चाहिँ यो सूचना चाहिँ जाओस् आँखा बन्द भयो भने कान खुलोस् आएन त्यसले काना सुन्न मिल्छ यो लाइभ बाटो बनाउनु पर्छ भनेर मन लाग्यो अब यहाँबाट उता गइसकेपछि बाटो अवस्था हेर्नुहोस् कस्तो छ बाटो देखाउँछु म मान्छे देखाउँदिनँ हामी चाहिँ
घटेको थियो हिलोले गर्दाखेरि मेलाम चाहिँ आउने म कति हो मेलामा अस्ति धारो बिरेर आएँ घर धारो बनाउनु नत्र कहाँ बिरुङ त्यो छेउको रातो बाटो कसले घुमाइदिएर मारिदिएछ थाहा नै पाएन तिनीहरूले तिन ठाउँमा मार्नेमा नखा धारो बिग्रियो भने भनेर अस्मिता थिएन नि अस्मिता भयो हेर्थी अस्मिता अस्ति राजुको पेमा मलाई आनन्द छ त्यहाँ जानुपर्छ पछाडि पनि तरकारी रोप भनेको थियो खाली रहेछ पछाडि छेउदैन तपाईँ चाहिँ राम्रो रहेछ रे हामी अहिले मेलम्ची नगरपालिकाभित्रै छौँ है गाइजहरू यो खोल्चो आसी बाटो बन्द हुने ठाउँ आइपुग्यौँ अहिले हामी माथिबाट खोल्चो आउने बित्तिकै यहाँ चाहिँ वारीको वारी पारीको पारी हुन्छौँ हामी मान्छे चाहिँ होइन अब साधन पनि वारीको वारी पारीको पारी हुने ठाउँ यो बर्खामा आइसक्यो अहिले होइन आउँदाखेरि त सिटभरि हुन्छ होला मान्छे आउँदाखेरि अलिक घर चाहिँ होला कोही काठमाडौँ जाने नि होला त्यहीँबाट रुपाको जाँदैन त होइन अगाडि आउने लेडिजको गाडीमा चाहिँ कोच गरेर आउँछ नि त त्यसमा सबै फर्किने भयो त अनि अहिले पो सिट भएको आउँदाखेरि चाहिँ उभिने भयो नि चित्त बुझ्नु पर्छ के त त्यो गाडी अर्को बाटो हेर्नुहोस् है बाटो गाडी यहाँ कसले हिँड्नुहुन्थ्यो बाटो यस्तो छ यहाँ हेर्नुहोस् यहीँबाट सुरु भइसक्यो यहाँ सही त्यो चाहिँ कसैले बनाउने वास्ता वास्ता गर्दैन यो फेसबुकतिर हाले पनि धम्काउने काम चाहिँ गर्छन् कसैले धम्क्याउने होइन यतातिर त ध्यान जाओस् बाटोतिर भन्दा बाटोमा ध्यान त्यो चाहिँ लाइभ हाल्यो यस्तो उस्तो भनेर धम्क्याएको केही फरक पर्दैन यो भन्छ लाइभ हाले चाहिँ फटाफट बनाउनु थाल्यो नगरको मिसिन पनि आएन के आएन भने हाल्यो नि त्यसले त फटाफट बनाउनु चाहिँ थाल्यो आज आवाज चाहिँ भइरहेको छ माथिबाट केही पनि त्यस्तो आएको छैन होइन लेदो सेदो तर अलि पनि डुब्ने होला अलि राम्रो हाम्रो राजु सर आउनुभयो विनोद दाईको कुरा सही छ विनोद दाईको कुरा त सही छ होइन बाटो बनाउनु छोडेर जय जयन्ती तपाईँ पनि आउनु पर्यो सन्तोष सर यहाँ चाहिँ जय जयन्ती भनेर बस्ने होइन बनेपामा हाजिर हुने कहाँ नुवाकोटतिर हुनुहुन्छ होला त्रिशुलतिर हुनुहुन्छ होला तपाईँ चाहिँ यहाँ ठ्याक्क आइपुग्ने अहिले अहिले त्यहाँ भनौँ भने हेलिकप्टर पठाइदिन्छु भनेर भन्दै हुनुहुन्छ विनोद सरले नपठाएर त्रिशुलीबाट कहिले आएको अनि ल यहाँ फेरि कुरो र सुँगुर गनाएर बसिखाउनु हुँदैन यहाँ चाहिँ बाटा हिँड्न नाक गोजीमा हालेर हिँड्नुपर्छ अब यहाँ न त सुँगुर र कुरो भन्दा गर्नु हुँदैन के नगरपालिका जेसीबी अगाडि आएर बसेर रहेछ है अहिले चाहिँ भर्खर सफा गरेर बेला आइपुगेछ यहीँ आउँछु दाइ ल ओके छ त आउनुपर्छ होइन जहाँ भयो नि हाजिर हुनुपर्छ नरमाइलो हुन्छ हामीलाई चाहिँ अब तपाईँलाई चाहिँ रमाइलो होला हामीलाई चाहिँ नरमाइलो हुने हामीलाई नरमाइलो हुन्छ होइन यहाँ एकजना भयो नि आउनुपर्छ हरिसर जानुभयो यी जन्त जानुभयो भने स्कुल जानु पर्यो जन्त मात्रै गरेर हुन्छ भुरा बढाउनु नि पऱ्यो जन्त मात्र गर नि भन भुरा नि बढाउनु पर्यो यहाँ चाहिँ क्षेत्रमा छ यहाँ बाटो अवस्था यही हो मेन कुरो ल विनोद सर भनिदिनुहोस् त यो चाहिँ बाटो चाहिँ क्षेत्रमा छ क्षेत्रमा पर्ने भयो यहाँ बिउ राखा चाहिँ छैन थाहा छैन बिउ राखेको छैन यो चाहिँ पानी पर्ने बित्तिकै आइहाल्छ यो चाहिँ के आउँछ पानी पर्ने बित्तिकै बाढी आउँछ सङ्घले पनि केही गर्दैन परदेशै पनि केही गर्दैन त्यो बाटोमा चाहिँ लाइभ हाल्यो भने धम्क्याउनेसम्म हुन्छ यहाँ
त्यस्तो छ बाटोको हाल बाइक ल्यायो भने पारिराख्ने वारीसम्म हिँडेर आउने स्थिति छ त्यति हो कस्तो छ जान नि के योभन्दा त्यो 50 मा ल्याइहाल्छु मैले 17 पाती 200 रुपियाँ पञ्चरामकोबाट 10 पाती मेलमा रहेछ 7 पाती 17 पाती खोलामा आइपुगेका छौँ अहिले हामी जन्ती गाडी जोरा गाडी अघि ल्याइसकेको छ यहाँ भन्दा बढी नबोलौँ बढी बोल्यो भने यहाँ टाउ दुख्छ बेच्न पाए गाउँ किन्नु हुन्छ भने पर पनि कोही आउँदैन उहाँलाई निन्द्रा लाग्यो अरे चिथर्नी को पर्नी जसले अहिले मिलाउला नि भने तेरिका बिगार्दै गराएको कति रिसाएको होला बारेमा मकै हसारा खान्छ अब 1 महिना जति भयो हामी त सिबागर आयो हजुर
एक-दुई गते भयो गर्नुपर्छ मेरो त एक-दुई गते लासी चल्छ है के भिडियो बनाउँछ मलाई चाहिँ थाहा नि फेरि हामी 3 कुने क्रस गरिसकेका छौँ हैन म पनि नहाले के रौ मलाई 3 कुने क्रस गरिसकेका छौँ अहिले हामी बाटो बन्द छ भनेर भनेको छ अब यहाँबाट बर्काउँदाखेरि झारमा बस्छ है हामी अब यता 3 कुनेबाट भित्र ल हामी आज नयाँ बाटो अब पाइप चलेर गाडी खोले होला गर्छ नि त्यही बाटो बाटो बन्द छ त्यो निलो पहेँलो अहिले अरू गाडी गर्दा जग्गा ठ्याक्कै देखिन्थ्यो अहिले यता आउने बाटो यतिर 2 बजे भन्दा छिटो भयो यतिर 2 बजे गर्दा छिटो भयो भन्ने होला म भन्छ मकै सत्ता सबै असारमा गयो सबै ढाल्दा खानामा आउँलाई कसरी मकै खानुपर्छ बनाएर है यो मोबाइल लाउने होइन मोबाइल लिएर आऊ त्यहाँ होइन यो पेन्डा भाइले अहिले छोडिदिनु खाइ जस्तो अनि अरू कि सुन्नु त अलिअलि बुझ्यो भयो भने तपाईँ सिक्नु न यहाँले त्यो चाहिँ राम्रै हुन्छ सिके भएन सिक्ने अवसर पाउनुभयो बरु तपाईँले मलाई होइन यो किनेर अहिले हामी किनेर देखाएर राम्रो भयो त्यो पनि मकै अर्कै हुन्छ नि त अब त्यो उमारबाट थाहा हुन्छ कि मकै अर्को किन भन्नु त्यो राम्रो बनाएर अग्लो भइसक्यो मकै अर्को हुन्छ यो अहिले हामी सबै मकै अर्को हुन्छ बाटो पनि तिमीले 2 दिन लाएर दोहोऱ्या त है के हो 2 दिन लाएर दोहोऱ्या होइन उम्रेन त्यसले बेला फेरि मकै लगाए बिउै उम्रेन रे राम्रो बनाउनु बेला लगाएर 2 दिन लाएर दोहोऱ्या तिमीहरू गर्न गएको घरमा आएर रोग छैन मकै एउटा जोडा मरिन्छ हिँडे बाटो हिँडेर अब हामी यता लाग्छौँ यता होइन बाटो कहाँ निस्किने बगरै बगर साइडतिर पुगेर ल उनीहरू खल्दा बुझ ठाउँमा बनाएर एक गाडी एउटा गाडी हटाएर हुन्छ नि सिमा लाग्यो यो बाटो आएर ल काँडो भयो होइन अगाडि थियो मन्त्र छ मान्छेबाट जाने कुरो गर्थ्यो गइसक्यो यो गाडी चाहिँ उक्लिन्छ अरे त्यो गाडी चाहिँ उक्लिन्छ अरे त्यसलाई खाना जाँदा बाटो चाहिँ पलेर है
हो र जहाँ नदेखेस् भने त्यहाँनिर देखिहाल्छ हामी यता गाडीबाट यता लाग्यौँ खोलाको किनारा किनार हेर्दैछौँ हामी अहिले अब हामी यहाँबाट हिउँपाटी निस्किनु पर्छ अरे पुरै छेकेर हेर जाली लाएर अनि त्यत्रो फाट्ला नि खोलै हालेर जाला नि एउटा बसहरू आइरहेको हो त्यहाँ आइदियो घरमा बजाएको गाडी आइरहेको हामी जन्त जाँदै हो बनेपा कति घुम्नुपर्छ है बनेपा जन्त जाँदै हो हामी अहिले चाहिँ हाम्रो ढाडखोलाबाट पारिपट्टि बाटो बन्दै रहेछ अनिखेरि पारी पारी तरेर हिउँपाटी निस्किने हिसाबले हामी त आएको छौँ अहिले अहिलेलाई चाहिँ यति अब हिउँपाटी पुगिसकेपछि हालौँ ल अब ल फाइनल्ली गाइज अब चाहिँ हामी बनेपा चोकबाट बाहिर निस्किसकेका छौँ चितर्नी काकाले छोडिदिनु भयो चितर्नी काकाले चाहिँ यहाँ हामीलाई छोडेर जानुभयो अहिले बुलेट भेट्नुभयो उहाँले होइन शैलेन्द्र बाजेको नाम हो एउटा नाम हो नाम कस्तो हिलो छ त्यहाँ हेर ब्रिजमा पनि बाइकमा त्यहाँ चिप्लिन्छ बरु पुरै माटो हिलोमा हिँड्यो भने चाहिँ यो हिलोमा हिँडेपछि लड्छ आइमाले लिमिट लाँदो फिडर हाम्रो एउटा बन्द तिनवटा फिडर तिनटै मेन लाइन हो है चितर्नी काकाको भतिज बस्नु भएको छ चितर्नी काका बसेर ठाउँमा यहाँ है
एउटा नौजनाको पाउँछ होइन त्यो चाहिँ वारेन्टी सहित आउँछ क्या त्यो हाल्नु न अहिले म त उसमा लिएर आएको थियो यो बिलले नै काम गर्दैन रहेछ त्यो कोलोवाला एयरफोनले नि काम गर्दैन एयरफोनले नि काम गर्दैन एयरफोनले दिइरहेको गाडीमा एउटाको हुने हो नि त्यहीँ गीत भनौँ दोहोरी भनौँ न दोहोरी गाउनु गएको हुँदैन थिएन दोहोरी गाउनु है यतापट्टि गीत राम्रो छैन रे भन्दा पनि मेरो बेला लिँदै बनाउने अनि त्यसलाई यो थिचेर बसेपछि लिन्छ भाइ कुन थिचेर बस्छ उतापट्टि चाहिँ थिचेर बस्नुपर्छ अर्कै बोल्न आँट्यो लाइफ रहेछ फेरि त्यो खपरले केही बोल्न दिएन आज तेरो बोली पुरै कन्ट्रोलमा भइरहेको छ होइन तेरो बोली आज पुरा कन्ट्रोल भइरहेको छ क्या ल बेहुली अन्माइसकेको छ अब यहाँ प्याक सिक्नु पर्छ यहाँ खाम न मैले काट भने मिलेर लाग्यो मिलेन बस्यो अब उतापट्टि अब यतापट्टि सरिहालेपछि आनन्द हुन्छ कि अहिले भइसक्यो भने त्यो सिधो बोलेपछि खुस्थ्यो के बोलेपछि अनि काटेर जाने डिलिट गर्ने बित्तिकै मेरो चाहिँ अहिले वा ऊ बेहुला बाबु आउँछ भने बेहुला बाबु र सयेन्द्र चोकनाथ छन् क्या तपाईँ त्यहाँ बसेपछि मलाई नि ढुक्क मेरो एकदम पक्का हो यहाँ अहिले बच्चा आउँदै आएको बच्चा आएपछि छोडिदिनु पर्ने नि त अब तपाईँ बसेपछि मेरो एकदम ढुक्क भन्दै बच्चाको निको बुढा आएर एउटा बसिहाल्यो सुन्नु ल्याएर घुसाइदिएँ मैले हो बाबु ओली चाहिँ निगोले आटोले माथि सोध्छु गाउँको भाइको बे हो बेहुली अन्माउने बेला भयो त्यही भएर लाइनमा बसेको छु ल बेहुली अन्माउन सुरु चाहिँ भयो ल ल अन्माइयो बेहुली अन्माइयो अब गइन्छ सिन्धुपाल्चोक एउटा मिनी फ्यानले पैसा लोगोमा आँसु सुकाउनलाई व्यापार त तिनचोटि त खुवाउनु पऱ्यो नि
गाडीभित्र छिराए गाडीभित्र छिराए पागल पागल हेर्नुहोस् है के भन्छ नेगेटिभ सोच नि यार के भयो भाइ त्यो त भाइ भन्नु यार लाज भयो त्यसलाई बोले लाज भयो रात गरे रे के होइन के पो बोलिएन सबै त्यही यो डिएडिओ पनि मान्दैन यो लाइभ पनि हटाउनु मिलिहाल्छ हटाउनु भने त्यो होइन पागल यही त हो अहिले ल किन हटाउनु पर्यो क्या त्यो गइसक्यो ठिक छ त के भन्छ अनि त्यो सुन्दै सुन्छ अनि नमस्कार लेडिज 3 जना आयो सेट साइड सिट पनि सबै हाल्छ त हुना कति बच्छ साइडर बाहिर उभिन्छ हेलो त्यहाँ मेरो नेत्रलाई बोलायो बाहिर उभिन्छ नि नाच्छ अहिले यहाँ काका छन् देख्दा छ नि काका बुलेटमा रे हेर्नुहोस् है बिहान उभिएर आयो खुट्टा च्यापेर यहाँ बसेर उतैपट्टि फोटो राखेर भन्नु बेहुला बाउनी अब आइसक्यो यतिको बुझ्ने मान्छे चाहिँ चाहिन्छ है उभिएर जाने रे अब यो ठाउँ खाली बस्ने हो सजिलो हामीलाई नै सोधेर आउँछु भने पाउनु ए रोइसके बेहुली रो र जात्रा यहाँ हेर नि आई फकाउँदैछन् त्यो ढोका लाग्दैन सबै दिदी बहिनी सबै रोए जात्रा यहाँ त्यही छ उहाँ ऊ आँखा छोपेर रोइरहेका छन् हेर्नुहोस् है ल हेर्नुहोस् है बेहुली जाने किन नरुनु नि त्यहाँ महिलालाई छोडिदिउँ भनौँ नि त्यहाँ पछाडि महिलालाई छोडिदिउँ यहाँ अप्यार छ भन्नुपर्छ नि यहाँ अप्यार छ अहिले म यता सर भइछ है ल गाडी गइसक्यो बा अलिक थोरै अगाडि छोड्नु है यो गियर चाहिँ हिँड्नु त भन्दा पनि तपाईँले गियर छानिदिनु होला घर आउने किन आउनुपर्छ धेरै भएछ किन आउनुपर्छ अहिले हिँडाइसकेको है हावा आउँछ होइन राजा लभ म्यारेज होइन एरेन्ज म्यारेजै हो रोग है त यति मलाई रोग अब अहिले धेरै भयो मान्छे त्यो धेरै त होइन यतिमा त यति हुँदैन नि अझ एउटा 9 जना थियो है त्यसमा नि त्यतिकै खाने एउटा गाडी गयो नि त त्यो भएर नि हो क्या मान्छे चल्ने खायो होला होइन सिलिन्डर चढे होइन बुलेटमा आउने भने शैलेन्द्र पल्लोमा खाली छ पल्लोमा पल्लो खाली छ भनिदिउँ न पल्लो खाली छ भने बाइकमा हो अब दुईजना बाइकमा हुन्थ्यो टोलीमा
पल्लो नि खाली छ बुलेटमा त भने बुलेटमै चढे बुलेटमै गयो नर त हिँड्न यहाँ पर्ने त अहिले यहाँदेखिबाट नै घुम्न गयो भने भोलि आउँदैन अब बाई बाई माइती गाउँले बाई बाई माइती गाउँले घर गाउँले यसले त बोल्न दिँदैन यार यो बन्द यो लागिसक्यो पर यहाँ हिँड्ने बेला तेरि मेरी झैँ भनेर त लाग्यो तनी रोन त नि यो हो नि त लाइन मैले लैले भनेपछि मैले के गर्नु यो चाहिँ खुसीको आँसु है गुड लाइभ हालिछ यहाँ नाचेर अनि कहाँ हुन्छ अगाडि गाडीको यता पल्टीमा अर्कै देखाइ फोन गर्नु त फोन गरौँ लाइभ हाले त फेरि छोरीले हाले होला यसलाई त मुदमा आएरै गाइज हेर्नुहोस् त सिट रोकिदिए मात्र भन्छ मैले सिट रोकिदिइरहेको छु ल जा पाउँछ जा भने गराइहाल्छ छिटो त्यहाँ चाहिँ कोही उठाउनु हुँदैन यहाँ त हामी छोड्दै छोड्दैन यहाँ आउनुपर्छ नि लहटी भनेर सोचेको थियौँ बिहान हामी यहीँ हो त्यसै बेहुली आउने बेला हुँदैछ यहाँ चाहिँ लक्ष्मी पार्टी प्यालेस हामी चाहिँ गाडीको सिटमा बसिरहेको छ सिट रोकेर अहिले गाइजहरू खै त नाचेको भनेर भनौँ यहाँ नाच्ने ठाउँ यहाँ अब यस्तो ठाउँ छ त्यही भएर नाच्न सकेन यहाँभित्र बाजा बजिरहेको छ पदम सर अब एकछिनमा बेहुली आउने बेला हुन्छ होइन अनि उहाँलाई आइसकेपछि नाचिन्छ घरै लिएर गइसकेपछि नाचिन्छ त्यो भएर हामी चाहिँ यहाँ हेरेर बसिरहेका छौँ यो झ्यालबाट यसरी हेरेर बसिरहेका छौँ त्यहाँ ल पानी पर्न लागेको छ फेरि पानी छिटाइसकेको छ फर्किने बेला भयो अब यहाँ नराख्ने रे फर्किने नै हो हामी अब फर्किन्छौँ अब केही समयपछि धेरै भयो भने आधी घन्टामा चाहिँ अन्माउँछन् बेहुली
हाई 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 हेलो रेशम भारती वेलकम छ मेरो लाइभमा मेरो प्रत्यक्ष प्रसारणमा। आज चाहिँ म बनेपातिर आएको छु। बनेपाको के पार्टी प्यालेस चाहिँ लक्ष्मी पार्टी प्यालेस। मन्दिरको नाम के अरे? हुन्छ नि डिस्टर्ब नगरिकन हुन्छ हो त्यो चाहिँ हो। नेट आउने जाने गरिरहेको छ गाइजहरू। बनेपा आज बनेपातिर आएको छौँ हामी बिहेमा। जन्त कहाँ हो भनेर पठाउनु भयो रेशम भारतीले। हामी बनेपा। यस ब्रो म अगाडिपट्टि छु, लाइभमा छु अहिले। अबको केही समय पछाडि चाहिँ बेहुली अन्माउनी तर्खर हुन्छ। बेहुली अन्माउनु चाहिँ हामी जाँदैनौँ, यहाँ गाडीभित्र बसेर हेर्नेछौँ। किन भन्दा यो सिट पाइँदैन फेरि। हामी यहाँ एकजना छौँ, धेरै छैनौँ। यहाँ हेर्नु देख्न सक्नुहुन्छ बेहुलाको भाइमा हुनुहुन्छ। म बिहान उठेर नै आउनुभएको, उठेरै जानुहुन्छ। उहाँलाई सिटको केही चिन्ता छैन होइन। अनि हामीलाई चाहिँ हो सिटको चिन्ता भएको चाहिँ बुढाबुढी पर्यो। हामी चाहिँ बुढौली लागिसक्यो, दारी फुलिसक्यो हामी है। यहाँ किन्दै हुनुहुन्छ। अब अरू भिडियो चाहिँ मेरो भ्लगमा हाल्नेछु। सुरुदेखि अन्त्यसम्म चाहिँ के भइरहेको छ, कस्तो भइरहेको छ होइन, त्यो भिडियो म भ्लगमा हाल्नेछु। अहिले चाहिँ बेहुला भिनाजु दौडिनु भयो किन हो? हामी उठेर हेर्नु त गर। अब हामी नउठ्ने कुरो भयो, यहाँ फेरि सल्लाह भयो। हेलो अर्जुन कमरेड के छ? भूपेन्द्र कमरेड के छ खबर? हामी चाहिँ यतातिर छौँ अहिले। मौसमले पुरै च्यालेन्ज गरिरहेको छ। ल त्यहाँ चाहिँ थुते बेहुलापट्टि त जित्यो कि बेहुलीपट्टि त जित्यो? त्यो भिडियो देखाउनु पर्ने थिएँ मैले चाहिँ, अब भ्याइन। जाँदै गइनँ म त्यहाँ पार्टी प्यालेसभित्र छिरिनँ अहिले। विनोद कमरेड आउनुभयो है, देख्न सक्नुहुन्छ। अनि हेर हाम्रो जनक कमरेड यहीँ हुनुहुन्छ है। हेलो वायरल ब्लग्स। के छ त्यहाँ कसले जित्यो? जित्ने बेला भयो के जित्नु? कस्तो जित्ने बेला भयो होइन? बेहुली उचालेर अरू ठाउँ राख्ने बेला भयो, उचाल्यो। ए उचाल्यो अरे। ल बेहुलाले बेहुलीलाई उचाल्यो अरे, उचालेर ठाउँ सारे अरे। आधी मात्रै उचालेर आधी मात्र उचाल्यो अरे। यहाँ दिदी बहिनी हिँड्दैछ नि है। हेलो हेलो बेहुलाको बहिनी। किन बोलाउनु पर्ने मान्छेलाई? गाडी पनि जाने हो। यहीँ पल्टेर बसिरहनु के भयो र? यहीँ पल्टेर बसिरह के भयो र? सु नभए ड्राइभरको सिटमा बस सु। त्यहाँ ड्राइभर आएपछि उठ भनेर भनिहाल्छ। ओ काका काका ओ काका सिट भाजु जस्तो भ्लग बनाएर बसेर मैले काका र काकी भन्नुपर्छ। ओ काका ओ काका त्यो चस्मा चाहियो भने के? त्यो काकाको चस्मा लाइनमै हो। भाँडो राख्न दिने
12-15 जनै भइसक्यो डान्स नगर होला अब अहिले डान्स गरे खोइ त भनेर आइसकेको छ अब डान्स गरिँदैन यो एकछिन यहाँ बस्छ है एकछिन गुड्दै मन जान्छु के पानी बेला भयो अरे क्या किन लोटे पनि किन्दै त्यही बसिराख्नु है लोकेट पनि हेर्छु हेरेर आउँछ आउला भने आउँला केटीबडीले तानेर दिदिएर लयो है गाइजहरू फाइनल्ली होइन त्यस्तो छ हालत मैले त्यस्तो तान्ने ठेल्ने छोडिसकेँ त त्यही भएर किन क्या कुनै फेरि सानो मान्छेमा कुनै सुख लाग्छ बिहोली पछिले जिते यस्तै छ कहाँ छोरी मान्छे हुनुहुन्छ छोरो मान्छे एउटा भुटिनु भन लाजा भोट्ने जान्थ्यो हुन्छ लाजा भोट्नेले तानेर भ्याइदिए लासा भोट्नेले लम्मै तान्थ्यो भट्टाभट्टी बाहिर निस्किने छन् अहिले चाहिँ गाइडहरू त्यसलाई आउँछ त